छाडो खतरा रहेछ त। ओए कस्तो राम्रो छाडो रहेछ त। मेरो घर पिगी। म माथि केदारनाथ हुँदै आएको थिएँ। आमामा कस्तो राम्रो के तपाईँको त घर पनि कस्तो राम्रो देखिने माथिबाट। बगैँचा कति राम्रो देखिने। सबै यो उताको पछाडिको यो पर होइन ए अनि यो अगाडिको यो पनि तपाईँको यो परपट्टि मल हालेको त्यो पनि तपाईँकै हो। ओहो कति राम्रो। उतापट्टिको स्याउछन् त्यो पनि तपाईँहरूकै हो होइन है। पहिला पनि आएको थिएँ एकचोटि कति सानो थिएँ त्यतिखेर त्यस्तो राम्रो थिएन। अहिले कस्तो राम्रो भयो क्या। गोठहरू वाउ कति राम्रो क्या। मुनि गोठ छाडो कहाँबाट ल्याउनु भयो यति राम्रो। कहाँबाट एकछिन माथि छतबाट हेर्छु ल। तरकारी खेती भइरहेको अनि ओइ ल ओइ ओइ नाम के हो तेरो नाम के हो ओइ 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 अति सुन्दर ठाउँ छ पारी लाली गुराँस मजाले पुरै लाली गुराँस मात्रै छ यहाँ पारिपट्टि। ओइ 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 आइज आइज ओइ 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 आइज 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 ल बाई बाई। बा बुवा कहाँ जानुभयो। हजुरको नाम के हो भनिदिनु त एकचोटि। हजुर धनीराम रावत धेरै भइसक्यो होइन हजुरले यहाँ घर बनाएको। नाइस। ल हुन्छ बा राम्रोसँग बस्नु होला राम्रोसँग बस्नु होला। ओइ ओइ जाऊ त माथि घर जा।
घर जा घर ओइ घर जा भने तँलाई उता जा बाई बाई ओइ बाई बन बाई बन यो हलो पानीमा भिजाइरहेछ यहाँबाट फेरि यसलाई पानी घट्टबाट आएको पानीलाई फेरि यसलाई प्रयोग गरेर यहाँबाट लगिरहेछ यहाँबाट लगेर माथिबाट आयो त्यो डोको राखेको चाहिँ ढुङ्गाहरूलाई फिल्टर गर्नको लागि हो अनि यहाँबाट हुन्छ यहाँ चाहिँ राम्रो पानी अनि टक्क लाग्छ अनि यहाँ मुनि गएर अर्को घट्टामा जान्छ मुनि मुनि पाइप लिया छ बाई बाई ब्युटिफुल हाउस पुरानो बाटो हो यो चाहिँ जुम्ला जाने नमस्ते मामा कहाँ गाउँ यहाँबाट कहाँ जानुभएको थियो ए यो चाहिँ अर्को घट्टा टक्क अघिको यहाँ आएर चाहिँ घुमिरहेको छ यहाँ डोको खोलेर यसरी के छ बा के हो यो गहुँ कि मकै के हो यो मकै गहुँ तपाईँको हो यो घट्टा हजुरको नाम चाहिँ के हो हजुर गोरे बुढा हो